हेलो गाइज वेलकम टु माई भ्लग। आज चाहिँ यसो घरबाट भ्लग पनि आउँछ पुर्ने भएको छ यार। के हो यार, झन् फ्री भएको भ्लग गरौँ भनेको अलि टाइमै पाइरहेको छैन। अहिले चाहिँ यसो मेरो बच्चालाई छोरीलाई टाइम दिइरहेको छु, क्वालिटी टाइम, त्यसमै बिजी छु। र आज चाहिँ एकदम इम्पोर्टेन्ट काम छ मेरो, सबिन सोल्टीको घर जानु छ। आज चाहिँ हाम्रो पोडकास्टको हल्का सुरुवात गरौँ भनेर आज सबैको छुट्टी मिल्यो आफ्टर 4 बजे। अहिले चाहिँ म सबिन सोल्टीको घर जानु लाग्यो पोडकास्टको लागि, हल्का डटफट तयारी जस्तो। अब म तपाईँलाई हाम्रो पोडकास्टको स्टुडियोमा गएर देखाउँछु, बाटोमा यसो घ्याजा घुचुक। र यस्तो छ स्थिति है। ल हिँडियो अलि चाहिँ पोडकास्टको लागि सबिन सोल्टीको घर। गाडी चाहिँ अलि रड्डी छ, सफा गर्न भ्याएको छैन, हल्का बिजी भएको अवस्था। लगभग आधी घन्टामा पुग्छु। गाडीमा तेल पनि अलिक छैन जस्तो लाग्यो, तेल सेल नै हाल्नु छ। र यस्तो छ है डटफट। म त चप्पल एकदम, मेरो चाहिँ एकदम कम्फर्ट लाग्छ मलाई चाहिँ चप्पल लाउन होइन, गाडी चलाउँदा। नर्मली मान्छेहरूले चाहिँ जस सुज लाउँदो रहेछ होइन, मलाई चाहिँ चप्पलमा इजी लाग्छ किनभने झ्यापझुप म सधैँ लाउनु परेन। अनि चप्पल चाहिँ अलिकति बाक्लो भएर जे होस् भेट्छ मजाले, चप्पलमा इजी लाग्छ। लगभग आधी घन्टाको यात्रा छ सोल्टीको घरसम्म। र पोडकास्ट चाहिँ त्यही हो, हाम्रो पोडकास्ट चाहिँ नर्मल्ली अरूको जस्तै 1 घन्टा 1.5 घन्टा लाङभाइली टाइपको हुन्न, हल्का घ्याचाको जोक, अलिअलि अपशब्दहरू पनि बोलिन्छ होला, त्यसमा हामीले बिप लगाउँछौँ। अलिअलि यस्तो आफ्नो लाइफ एक्सपिरियन्स कस्तो भयो, आई मिन आफ्टर टिआइए टाइप्सको। टिआइए भनेको चाहिँ त्रिभुवन इन्टरनेसनल एयरपोर्ट हुन्छ नि। लाइक नेपाल छोडेपछि चाहिँ कस्तो भयो तपाईँको यात्रा, स्ट्रगल, के झेल्नु पर्यो, के कति सक्सेस पाउनुभयो, के कस्तो भयो आफ्नो यो जर्नीमा, त्यस्तो टाइपको। त्यही भएर त्यति धेरै लामो हुन्न है, हामी पनि अनफङ्गरै हो, जस बिगिनरै हो, त्यस्तो धेरै प्रश्नहरू पनि गर्न आउन। त्यही भएर आज जस्तो ट्रायल जस्तो डटफट छ हाम्रो। ल अबको 25-26 मिनट देखाएको छ, 26 मिनटमा चाहिँ पुग्छ म स्टुडियोमा। बाँकी भ्लग स्टुडियोतिर गएर। र म चाहिँ अहिले ठ्याक्कै टाङस्टेलमा आयो तेल हाल्न। गाडीमा हल्का तेल हाल्नुपर्ने रहेछ, जो आधी ट्याङ्क रहेछ मलाई चाहिँ, किनभने ट्याङ्की चाहिँ एकदम फुल गर्न मन लाग्छ गाडीमा। यसो ट्राभल गर्दा कहिले काचा गुजु बाटोमा लामो यात्रा भयो भने फेरि कता धाउने हुन्छ होइन। त्यही भएर ट्याङ्की चाहिँ मलाई फुलै गर्न मन लाग्छ लगभग सेफेस पाराले। र आजको पोडकास्टमा चाहिँ जे होस् हाम्रो एकदम आत्मीय साथी, मेरो त एकदम जिग्री भनौँ न, 2016 देखिको साथीहरू हो मेरो एकदम। 15 देखिको गोथे चेन्ट्रुम काठमाडौँदेखिको साथीहरू छ एकदम मेरो मिल्ने। सुशान्त अनि सबिन, खास उनीहरूले 1-2 वर्ष अगाडि नै प्लान गरेको थियो पोडकास्ट गर्ने, उनीहरूले पहिल्यै सेटअप गरे होइन। केटाहरू मेन यति छ, ल गरौँ न सोल्टी, गर्नै पर्छ अब चाहिँ अति भयो। साइड हसल छुट्टै छँदैछ, अब आफ्नो काम छुट्टै छँदैछ। यसो छुट्टीको बेला, फ्री भएको बेला पोडकास्ट टाइपको हानौँ न भनेर केटाहरूले वाइ नट टाइपले, अनि यसो टाइम दिनु पर्यो भनेर हामीले चाहिँ यो पोडकास्ट गर्नु लाग्यो। हामी कुनै बिजनेस हिसाबले होइन, हल्का रमाइलो टाइप्सको। अब हुन्छ नि के भन्ने त्यसलाई, अब आफ्नो मनको कुरा भन्ने के, मनमा लागेको कुराहरू भ्ल्याट गुड के छ होइन। यसमा कुनै प्रि प्लान क्वेसनहरू केही हुन्न, अन द स्पोट जे आउँछ त्यही सोधिने हो। मनको कुराहरू, लुकेको कुराहरूदेखि लिएर आफ्नो पीडा पोख्ने टाइप्सको के। यस्तो हुन्छ कहिलेकाहीँ साथीहरू रक्सी खाएर ड्याङ बोलेको हुन्छ त्यस्तो टाइपको के। आफ्नो रक्सी खाएपछि पुरा इच्छा कुराहरू आउँछ नि मनभित्रमा, लुकेको कुराहरू, त्यस्तो टाइपको पोडकास्ट हो। त्यही भएर हेरौँ लेट्स सी कहाँसम्म पुग्छ। यो हाम्रो जस्ट बिगिनिङ हो, सायद मान्छेहरू हामीलाई मन पराउँछ होला। अहिले चाहिँ भाउ 1 €, 67 सेन्ट रहेछ। म चाहिँ सुपर E10 हाल्छु, फुल ट्याङ्की हो। गाडी अघि नै बताइसक्यो, गाडी एकदम रड्डी भएको छ 4 भएर होइन। यो अब अर्को हप्तातिर धुन जानुपर्छ। यो चाहिँ अटोमेटिक तेल सिस्टम हो, आफै फुल भएपछि आफै बाहिर पटाक पड्केर निस्किन्छ। र अहिले चाहिँ दिउँसोको 5 बजिरहेछ, मौसमले पनि साथ दिएको छ। केटाहरू त्यहाँ खासा बनाउँदै जस्तो छ, चियापान। र आज चाहिँ हाम्रो फर्स्ट डे हो, हेरौँ के हुन्छ है पोडकास्ट। आशा छ सबैजनाले मन पराइदिनु हुन्छ होला।
अनि हाम्रोमा यस्तो स्पेसल गेस्ट चिफ गेस्ट हुन्छ नि एकदम खतरा खतरा टाइपको गेस्टहरू हुँदैन है हामी हुन्छ नि कोही हुन्छ नि पढे लेखेको टाइप्सको एन्ड त्यहाँ हुन्छ नि यो अलि बिजनेस टाइपको मान्छेहरू त्यस्तो हुन्न है हाम्रोमा चाहिँ सिम्पल जो पनि आउन सक्छ होइन तर यसो मिलाएर आफ्नो कुराहरू पोख्न इच्छुक छ भने चाहिँ र तेल पनि टक्क हालियो फुल भयो ल है म चाहिँ लगभग आइपुग्यो बिचमा बाटो चेन्ज गर्नुपर्ने भयो यता सबिनको जाने भनेको यता सुशान्तले बोलायो उसलाई लिन आइज अरे टक्क अहिले म सुशान्तको घर आइपुग्नु लाग्यो केटो चाहिँ जे होस् दसैँको लागि हल्का मासु किन्नु गएर चाहिँ तयारी सुशान्तलाई हामी पिकअप गर्छु अनि त्यसपछि त्यसलाई लगेर अनि सिधै सबिन घर गएर पोडकास्टको टेबलमा बसिहाल्छु है झ्यापझुप छिटो गर्नु छ है किनभने अब घर जानुपर्छ बच्चा छ बुढी छ है त्यही भएर यसो त्यता पनि हेर्नु पऱ्यो गाह्रो छ गाह्रो भएर 2 घन्टा टाइम लिएछु 2 घन्टामा सबै भ्याएर जानुपर्छ गाह्रो छ नि गाह्रो यहाँ भ्लग बना खिच बाटोतिर साथीभाइ बोल्दै जाने अब ल गाइज मेरो साथी भेट्यो सुशान्त यही अघि मैले भ्लगमा भनेको साथी यो 2015 देखि हामी भेटेको गोथे सेन्ट्रुम काठमाडौँमा अझै नै हामी सँगै छौँ अहिले चाहिँ हामी उसलाई यहाँ पिकअप गरेर सबिनको घर जाँदैछौँ ला बाटै क्रस गरेर त्यस किमा होइन नि यहाँबाट भित्र छिर्ने ए यताबाट चाहिँ भित्र छिर्नु सक्छ यहाँबाट होइन अझै योभन्दा अझ माथि अलि माथि नि त हो यहाँबाट चाहिँ भित्र छिर्नुपर्छ कहाँबाट यहाँबाट अझ माथि भने फेरि यहाँ तैँले लाएको छैन नि अबि लाछु अघि अगाडि जानुपर्ने रहेछ होइन यताबाट जाँदैन अहिले फेरि वेज अपडेट भएको छ नि त के समाएर बसिरहनु म कति किलो किनिस् मासु 10-11 किलो त्यो अब दसैँको लागि भनेर त्यो गर्नु पर्यो त्यही 80 न पैसा साट्यो थिएन एउटा म यहाँ त बन्द छ त नि यहाँबाट भित्र यसो लानु मिल्छ कि सिधै माथि मासतिर लानु मिल्छ ल गाइज यसलाई पिकअप गऱ्यो अब सिधै पोडकास्टको स्टुडियोमा भेटौँला है ल फाइनली आइपुग्यो हामी मिस्टर पनेरू सबिन पनेरूको घर हाम्रो स्टुडियोमा ठ्याक्कै 6 बजे अब लगभग 1-1.5 घन्टाको पोडकास्ट हानिन्छ एडिट गर्दा 40 मिनट होला धेरै गर्नु न गाडी चाहिँ पार्किङ नपाएर पारी बुर्नीतिर राखियो यस्तो छ है मौसम हाम्बुकको गाह्रो जाडो बढिसक्यो केटा हो हाम्बुकमा ल है आइपुग्यो यार व्हाट्स अप ब्रदर वेलकम टु माई ब्लग के चाहिँ यार लङ टाइम नसी यस्तो छ स्थिति आइपुग्यो है हामी गाइज केटोले यहाँ सेटअप हानिसक्यो सबै घचाएको जुग सेटअप हानिसक्यो है यस्तो छ स्थिति ल के हो यहाँ त सर्टिफिकेट छ त भित्ताभरि के हो यार केटोले गएर राख भलिबल च्याम्पियन यता फेरि फोटोग्राफीको छ है फेरि सक्दैन नि यता फेरि ओ माई गड ट्रफी फुटबल भलिबल लगभग सबै छ है यसो देखाइदिउँ न 2014 तिरै होला 14 होला सायद हाम्रो यो ठुलो यो अर्थको कहिले गएको नेपाल 15 मा 2015 त्योभन्दा अगाडि नै हो नि त्यसको 1 वर्ष तेरो 2014 तिरै होला हैन एक्ज्याक्ट म चाहिँ भर्खर होइन अब तराईबाट त पुरा हुन्छ नि अब +2 भ्याएर लगेर हो विदेश जानु पऱ्यो है भनेर अब जरो नासा पढ्न चाहिँ काठमाडौँ आइपुगेँ म बस्थेँ कहाँ भैँसी पार्टी नखुदो बाटो चौकमा बस्थेँ त्यहाँदेखि फर्स्ट मेट सुशान्त त्यसपछि क्रिस्टिना हाम्रो टिम भनौँ न अब जस्तै 1 देखिको गएको थियौँ त्यहाँदेखि चाहिँ फ्रम द डे 1 फ्रम त्यहाँदेखि 2000 आउन पाएको छैन त्यसपछि त मेरो जस्तै त्यसपछि हाम्रो कतै युनिभर्सिटी आयो नि त युनिभर्सिटी त्यो आइसकेपछि मेरो त लगभग युनिभर्सिटी त के भने 11 वर्ष गरेको मैले नेपालमा 13 इयर्स फुल भइसक्यो भनेर कुनै पनि स्टुडेन्ट कलेजमा चुलासुकै दिएन अनि अफर लेटर नदिएपछि मैले एक्जाम दिन पनि पाएन अनि त्यस्तो भयो मेरो त खासै अनि त्यसपछि अगाडि बढ्न सकेन हैन ओके अनि
त्यस्तै हो मेरो होइन। तेरो चाहिँ कस्तो के? मेरो त बिजोकै भयो नि सुरुमा गएको कसम यार फ्लिक्स बुसमा यार 10-12 घन्टै लाग्यो होला फ्लिक्स बुसमा। कालसुवा गएँ, सरी सुरुमा येना गएँ, त्यहाँ नामै निस्केन। त्यसपछि उता कालसुवा गयो, कालसुवामै नामै निस्केन। तर डर लाग्यो त्यहाँ त यार बस्न जाँदा यार 10-11 घन्टा ढाँट दुखेर कसम यस्तो बिजोको भएर पछि अनि नाम पनि निस्केन। त्यहाँ त बहुत टाइट रहेछ, आइटीको लागि हुन्छ नि त्यस इन्जिनियरहरूको लागि खत्रै रहेछ त्यहाँ, सकेन त्यहाँ। त्यसपछि अनि छोडिदियो, भाडमै गयो, हाँसा लाग्यो, मैले पढाइ छोडाएँ। तिम्रो त पुरै रात दिपेन त पुरै पढेर दिपेन मेरो त खत्रै रहेछ। दिपेन तिमी नेक्स्टचोटि आउनुपर्छ पोडकास्टमा, हाम्रो मिठो जान्छ यार। अनि त्यसपछि कामसाम गरियो, जस नेपाली दाइकोमा गऱ्यो, जस थ्याङ्क्स टु राजु दाई यार, शिव राजु दाई। दाईले चाहिँ मलाई ओ माई गड धेरै हेल्प गरेछ यार। उसकै घरमा राखेर इभन मलाई काम जेरो, केही आनन्दै छैन, एक्सपिरियन्स छैन जिन्दगीमा, कामै गरेँ भयो नेपालमा केही थिएन। दाइले लगाएछ केटा मेरोमा काम गर भनेर ड्याङ्डुङ बुढोले जोस्। दाइको पसलमा काम नगर्ने त थोरै होला होइन। साउट आउट टु राजु दाई। जो नेपालबाट आउँछ, जो हाम्रोमा आउँछ, त्यो दाइको पसलमा 2-4वटा आजको हाम्रोमा अरू सिटीमा पनि थियो। त्यो दाइको पसलमा काम नगरेर कोही नै हुँदैन होइन, घुमी फेरि त्यो दाइको पसलमा। राजु दाई अनि फेरि राजु दाई र मेरो हामी कसरी कनेक्ट भयो भने खतरा इस्यु रहेछ। राजु दाई चाहिँ एकदम फुटबल लभर, ऊ चाहिँ पहिला जमानामा खत्रै फुटबल खेल्नु भएको रहेछ, लाइक एज हुन्छ नि राम्रै प्लेयर। अनि हाम्रो चाहिँ खास साउट आउट टु एनएफसिएसमा कनेक्ट भयो दाईसँग। दाई हामी आशिषहरू जस रबिन दाई हामी सबै डे 1देखि कनेक्ट हो। राजु दाई म त्यहाँसँग कनेक्ट त्यसरी कनेक्ट भयो दाजुसँग। दाईले भाइ कामसाम के छ? दाईमा त कामै छैन, दाइले लगाएछ मेरोमा। म दाइलाई दिदीलाई एकदम थ्याङ्कफुल भन्छु अहिले पनि है, दाइ थ्याङ्क यू सो मच। जस तपाईँ हो जस सुरुमा मलाई यसरी कामसाम दिने, एज माई फर्स्ट आर्बाइट गेबर भनौँ न होइन, दाइले गर्दा जोस्। म चाहिँ खुसी छु, राम्रो मान्छे कनेक्ट गरेर सन्तोष दाई भेटेँ, राजु दाई भेटेँ, धेरै छ नाम भन्यो भने रबिन दाई। अनि मेन मेरो जस लाइक अ गड फादर जस्तै भने चाहिँ मेरो अर्जुन दाई र मेरो सन्तोष भेनाजु हुनुहुन्छ। दे आर लाइक माई सेकेन्ड फादर। उनीहरू नभएको म अहिलेसम्म सक्सेस चाहिँ के भनौँ होइन, अहिलेसम्म जे जति छ सबै उनीहरूकै नाम हो, उनीहरूकै देन हो भनौँ है। र भरेपछि लास्टमा के सक्सेसै भयो भने जस एभ्री टाइममा उनीहरूको नाम चाहिँ अगाडि लेखिरहेको हुन्छ, किनभने दे आर लाइक माई गड फादर। उनीहरूले मलाई धेरै हेल्प गर्यो, भन्यो धेरै लामो छ होइन। स्टुडेन्ट फेजमा तिमी आफै भनौ सुसान, हामीलाई त्यो के अरे जब त्यो के अरे भिजा चेन्ज गर्दाखेरि कति चाहिन्थ्यो, ब्लक एकाउन्ट पैसा फेरि हाल्नु पर्यो देखि लिएर सबै कामहरू गरेछ। अर्जुन दाईदेखि जस्तै मान्छे यस्तो छ उस्तो छ होइन, नराम्रो मान्छे पनि तर राम्रो मान्छे पनि त्यस्तो हो। इट डिपेन्ड्स अन यु साथी। म चाहिँ कस्तो भन्छ नि, आफ्नो कार्य गर्ने हो, काम गर्न आएको, काम गरेर खाने हो, बालबच्चा छ, बच्चा पाल्ने हो, त्यही हो लाइफ। अरूसँग कम्पेयर गरेर कम्पिटिसन गरेर त्यो कुरामा टपिकमा आफूले टेन्सन लिएर आफूले दिमागमा कति मिनट सोचेर त्यहाँ दिमाग लाउनु भन्दा त कर्म गर्ने हो, मजाले बस्ने हो। के चल्दैछ होइन आजकल केही छैन दोस्त यार, त्यो आइ एम ह्याभिङ गुड टाइम विथ माई फ्यामिली। मेरो सानो डटर भएको छ अहिले 4 month। बधाई छ, थ्याङ्क यू सो मच। अनि मेरो अहिले चाहिँ एकदम म चाहिँ मेरो एकदम क्वालिटी टाइम स्पेन्ड गरेको छु आफ्नो बच्चासँग। मलाई चाहिँ यस्तो लाग्छ अहिले के भने होइन, मैले नराम्रो भनेको होइन फेरि फर द गास्ट्रो फ्यामिली, फर द पिपल वर्किङ इन ग्यास्ट्रोनोमी होइन, मैले नराम्रो भनेको होइन। इफ यु पिपल आर ह्याभिङ बेबी अर समथिङ लाइक द्याट होइन, म चाहिँ के भन्छु भने गिभ सम टाइम टु यर बेबिज। आफ्नो फ्यामिलीलाई टाइम टु फ्यामिली भन्दा नि बेबिज, किनभने बेबी दे नेभर ग्रो ब्याक टु चाइल्ड के। उनीहरू बढ्दै जाने, उनीहरू पछि फेरि बेबिज हुँदैन नि त, तपाईँले राम्रोसँग केयर गर्नै पाउँदैन। इफ यु मिस द्याट टाइम यु आर डेड लाइक के। किनभने अब पछि तिम्रो बच्चा ग्रो हुन्छ होइन, पछि आफूलाई रियलाइज हुन्छ, तिमीले अहिले बच्चालाई टाइम दिएन भने तिमीले रियलाइज गर्छौ कि ला मैले मेरो बच्चालाई टाइमै दिएन हुन्छ। इभन द बेबिज बच्चालाई पनि फिल हुन्छ क्या, दे निड प्यारेन्टल लभ टाइप्सको भने। त्यही भएर म चाहिँ अहिले सकेसम्म त्यो होइन काम गर्छु होइन, नगरी होइन नराम्रो भन्न खोजेँ। तर म चाहिँ अहिले 2-3 दिन कामले 3-4 दिन कामले मलाई खाना लाउन पुग्छ यार, कमान खाना लाउन पुग्छ। आई हेभ सो गुड फ्यामिली, गुड डटर, गुड वाइफ। त्यही भएर म चाहिँ थोरै काम मोर टाइम टु फ्यामिली भनिरहेको छु। किन अब ऋण केही छैन यार, के गर्ने त, आफ्नो लागि बुढाबुढी छ, बच्चा छ, लेट्स मेक गुड फ्युचर फर माई बेबिज भन्ने टाइपको के। त्यही हो। अब तिम्रो के भइरहेछ यार, पढाइ के गर्यो तिमीले अहिले? यो हाउस बिल्डिङ गरेको समथिङ के डिजिटल भन्ने सुनेको थियो। अहिले त्यही अब मेरो चाहिँ डिजिटल मार्केटिङ फिल्डमा चाहिँ इन्ट्रेस्टेड भएको अलि अगाडि बढ्यो हो होइन। होइन तिमी त अहिले ट्यालेन्टै थियो हाम्रो ग्रुपमा जोस्। ट्यालेन्ट भन्दा गर्दै होइन, त्यो समयमा मलाई उसले पे पनि गर्छ, राम्रै कोर्स अहिले गरिरहेको छु, सर्टिफिकेटहरू पनि राम्रै आइरहेको छ होइन। अब हेरौँ अब 2 वर्षको कोर्स हो होइन, गर्दै जाउँ।
अब सानोतिनो प्रोजेक्टहरू गरिरहेको छु होइन अब यसको बारेमा त पछि खोल्नु होइन ओके केही छैन अब त्यही कोही अब कसैलाई डिजिटल मार्केटिङ अथवा मार्केटिङ गर्नु छ भने चाहिँ Come on guys, contact सुशान्त सिंह ठकुरी है कसैलाई डिजिटल मार्केटिङको बारेमा पढ्न अथवा कोही इच्छुक छ भने जस कन्ट्याक्ट गर्दा हुन्छ ल खुसी लाग्यो केटा कहिले यार साथीले त हाम्रो बिहान द क्यामेरा हाम्रो ओजी हाम्रो सबिन द बिग म्यान उसले जो फोटोग्राफीमा हाउस बिल्डिङ भइसक्यो इभन मौनु बहिनी सी इज डुइङ सो ग्रेट सुशान्त राम्रो लाग्यो केटाहरूले जस आफ्नो जसलाई आफ्नो फिल्डमा यस्तो हो क्या आफ्नो फिल्डमा जो के भन्छ त्यसलाई मलाई ठ्याक्कै भन्न आएन होइन फर इक्जाम्पल म यो फिल्डमा राम्रो छ भने चाहिँ त्यही चिजमा भाइटर गर्ने हो क्या हो कि होइन जस्तै अब मलाई अब कुकिङमा इन्ट्रेस्ट छ अब म फोटोग्राफी त जान मिलेन त्यही भएर अब एकचोटिको जिन्दगी होइन आफ्नो प्यासनलाई फलो चाहिँ गरौँ होइन गर्न सकिन्छ टाइम मिलाउनुपर्छ आफ्नो प्रायोरिटी सेट गर्ने हो होइन अब एउटा एक्सक्युज बनाउने त सबैको हुन्छ मेरो पनि हुन्थ्यो होला होइन तर मैले धेरै कुरा छोडेर पनि अब यही गर्छु भनेर म चाहिँ लागि परेँ होइन त्यस्तै गरेर हाम्रो साथीहरूले पनि बिस्तार त्यसरी नै गर्दैछन् होइन एक्ज्याक्टली बिग साउट आउट टु विशेष पनि यार विशेषले पनि इज अल्सो डुइङ ग्रेट विशेष खतरा हो आई थिङ्क विशेष त जर्मनकै द फर्स्ट ओजी नेपाली होला स्पोर्ट थेरापिस्टमा अथवा मेबी अरू पनि होला सायद मेरो साथी एउटा सतीश पनि थियो क्या तर विशेष इज गुड म्यान उसले राम्रो गरिरहेको छ यार ऊ पनि खतरा हो ऊ पनि एउटा स्पोर्ट थेरापिस्ट जो गरेर हुन्छ होइन यङ एजमा यतिको गर्नु राम्रो हो किनकि उसको पनि एउटा त्यो एउटा के भने फोटो हो नि त उसको फिल हो नि त उसलाई मनपर्ने फिल त्यो उसले पनि राम्रै गरिरहेछ खुसी लाग्छ केटाहरू आफ्नै जस हस्लिङ टाइमको केटाहरू नि पहिला सोच न पहिला अब हामी आउँदाखेरि कहाँ चाहिँ बस्ने होला एउटा फोटो बोल्दै हिँड्नु पर्थ्यो होइन त्यसपछि हाम्रो भिजाको प्रब्लम सर्ट आउट गरेर साथीहरूले एकअर्कालाई हेल्प गर्दै होइन ब्लक अकाउन्ट भन्यो पैसा यताउति हालेर गर्दै होइन के गर्यो त्यसपछि बिस्तार अब भिजाको टेन्सन अब गयो सबजनाको अब यताउति अब सिटिजन लिने कसैले लङ टर्म भिजाहरू लिने सबैजना यताउति अहिले अब हामी अब चाहिँ के गर्नुपर्छ है भनी पहिलादेखि होइन हामी भेट्दाखेरि नै अब चाहिँ के गर्नुपर्छ है भन्ने त्यो एउटा जोस छ नि हाम्रो तर हाम्रो यस्तो थियो हाम्रो 7-8 जना ग्रुपको टिममा चाहिँ हाम्रो केटाहरू यस्तो थियो कि लाइक सबैजना चाहिँ मोटिभेटर टाइप्सको थियो कि कोही पनि कसैसँग रिस राग मुली हुन्छ नि के हुन्छ नि ल यसलाई मुझे म गिराएर म माथि जाने टाइपको भन्ने कोही छैन कि इभन टिल द डे नाउ अहिलेसम्म होइन जस केटाहरू आफ्नै फिल्डमा गरिरहेछ अब पढ्दा आइरहेको हुन्छ इभन दिपेन्द्रदेखि लिएर सबै क्या हामी 7-8 जना होला है इभन सबैदेखि लिएर यो पोडकास्ट गर्नको लागि जस्तै डाइरेक्टली उनीहरू आबद्ध नभए पनि उनीहरूले सपोर्ट गरिरहेको छ कम अन गाइज है पोस्ट हाल्नुपर्छ है गर्नुपर्छ है अब चाहिँ भाइट गर्नुपर्छ सबै कुरा फ्रेन्ड्सको आयो यो रबिन दाइले पनि अस्ति मलाई कुरा गरेको थियो है भाइ केही हेल्प चाहियो भने है इभन सुदर्शन दाइ सबैजना जोस every brother and sister are invited इभन मेरो रबिन दाइ मेरो सन्दीप दाइ पनि इभन इज द ओजी म्यान इज द बिग मसिन मेरो सक्सेसमा दाइले पनि धेरै हेल्प गर्नु छ सन्दीप दाइ थ्याङ्क यू सो मच फर अल अनि हाम्रो रबिन दाई एनएफसीको इभन एभ्री एनएफसीको प्लेयर मेरो आशिष सोल्टी सबैजना है र फ्रेन्ड्सकै कुरा आयो होइन जस्तो हाम्रो 7-8 जना ग्रुप त हामी त यतिकै जिग्री छौँ होइन र गाइज लाइफमा कसम मेरो यो अब के अरूकोबाट पनि सुन्यो होला होइन तर फेरि पनि रिपिट गर्छु लाइफमा आफू सक्सेस हुनु छ भने चाहिँ होइन सक्सेस अथवा ह्याप्पी हुनु छ भने चाहिँ यु मस्ट ह्याभ अ गुड फ्रेन्ड्स है फ्यामिली त छ नि त फ्यामिली इज द फर्स्ट बिकज दे आर द रियल वेल विसर के उनीहरू आमा बाउको आशीर्वाददेखि लिएर फ्यामिलीमा अब पढ्ने बुढाबुढीदेखि लिएर दाजुभाइ दे आर द फर्स्ट प्रायोरिटी बट आफ्टर फ्यामिली फ्रेन्ड्स यु मस्ट ह्याभ अ गुड फ्रेन्ड्स के यस्तो साथी होस् कि सधैँभरि साथ दिने क्या मायाको छ दे रियली नो वाट यु आर डुइङ गुड अर ब्याड के मेरो साथीहरूलाई थाहा हुन्छ कि मैले नराम्रो गर्दैछु कि राम्रो गर्दैछु कि नराम्रो गर्दैछु कि यदि नराम्रो ए तैँले यस्तो गर्दैछ भने साथीमा त हुन्छ नि त सायद फ्यामिलीले देख्न नसक्ला तर तँ नराम्रो बाटोमा गइरहेछ चाहिँ यु हेभ टु डु समथिङ लाइक दिस भने चाहिँ साथी हो है सर्ट आउट टु अल फ्रेन्ड है त्यही भएर गाइज साथी चाहिँ सकेसम्म कनेक्ट रियली गुड फ्रेन्ड्स अन्ली कि त्यही हो साथीको साथ चाहिँ एकदम इम्पोर्टेन्ट छ है लाइफमा है त्यही त साथी अब हाम्रो साथीको कुरा गर्दाखेरि अर्को एउटा साथी चाहिँ सागरबाट अनि सागरबाट नै आउँछ होला एक दिन होइन एभ्री वान इज वेलकम क्या हाम्रोमा केही छैन सागर रिप्सन पनि राम्रो गरिरहेको छ रिप्सन उसले पनि हाउस बिल्डिङ समथिङ के गरिरहेको होटल फर्कमा गरेछ जस ऊ पनि खतरै छ उसको पनि अब एक दिन उसलाई पनि ल्याउनुपर्छ गफ गर्नु हाम्रो मात्रै होइन साथी एभ्री सबैजना हाम्रो पोडकास्ट जतिले पनि हेर्नुहुन्छ क्लिप कतै भेट्नुहुन्छ नि इफ यु गाइज आर फ्री टु एक्सप्रेस युर सेल्फ होइन आफ्नो मनको कुरा भन्न चाहनुहुन्छ नि यस्तो यस्तो थियो भन्ने कुरा छ भने चाहिँ प्लिज यु आर गाइज आर हार्डली वेलकम है तर हेर सुशान्त मैले पुरै कुरा निकालेँ होइन हेभ यु एभर फिल तिमीले अहिलेसम्म फिल गरेको नि तिमी लाइक डिप्रेसिभ फेजमा गइ गएन इभन इन द स्ट्रगलिङ टाइममा डिप्रेसन भन्दा नि मलाई चाहिँ भिटामिन
टिकै भएको जस्तो महसुस हुन्छ होइन। म चाहिँ किन पहिल्यैदेखि नै कस्तो भने अब मेडिटेसन गर्ने यताउति म पहिल्यैदेखि अलिक अब स्पिरिचुअल लाइनमा भएको भएर मलाई त त्यस्तो त्यो गाह्रो चाहिँ हुँदैन, किन म पहिल्यैदेखि पोजिटिभ इनर्जी भएको भएर पनि जति पनि गाह्रो सिचुएसनमा चाहिँ मजाले ओभरकम हुने भएर मलाई त्यस्तो खालको फिल भएन होइन। त्यसमाथि नै अब हुन्थ्यो होला, तर फर्स्टमै अब हामी प्रिपेयर थियौँ क्या, जे पनि हान्ने हो भनेर आयो नि त विदेश होइन। त्यो भएर पनि अब हामीलाई गाह्रो समय त पुग्न पऱ्यो होइन नि त, होइन कस्तो कस्तो गाह्रो पऱ्यो, त्यही पनि हामी लडेर अगाडि बढ्यो। मलाई त त्यस्तो डिप्रेसिभ फिल चाहिँ भएन। होइन लाइफमा गाह्रो आउनै पर्छ भन्छ म चाहिँ। लाइफ नर्मल जिउने के मजा क्या, लाइफमा अलिअलि प्रब्लम अलिअलि हुन्छ नि, दिन अलिकति आउनुपर्छ भन्छ नि। ऋण समथिङ ऋण लागोस् दिन नलागोस् टाइपको ऋण पनि लाग्नुपर्छ मान्छेलाई। फर इक्जाम्पल हामीले 80% अननेसेसरी कुरा ब्ला ब्ला फर इक्जाम्पल शब्दहरू बोलेर नि बोल्यो होला 80%, तर 20% अलि राम्रो एकदम हुन्छ नि मान्छेलाई अब क्याची टाइपको कुराहरू लाग्यो भने चाहिँ यु क्यान लर्न समथिङ क्या होइन। त्यही हो हाम्रो मोटिभै, त्यही हो। हाम्रोमा आएर हाम्रो पोडकास्टमा आएर एभ्रिथिङ इज लाइक यु क्यान गेट एजुकेसन टाइप्सको चाहिँ हुन्न हाम्रोमा चाहिँ। हामी सिकाहरू हो, हामी सिकाहरू अनफार्मलाई जस्तै के टिप्सहरू दिनु छ भने यस्तो गरेर बेटर हुन्छ नि। अफकोर्स हामी चाहिँ ओपन छौँ है, हामी चाहिँ होइन हामी पर्फेक्ट हौँ सबै हामीले गर्छौँ भनेर त्यो पुरै त्यस्तो खालको चाहिँ होइन होइन। हामी भर्खर स्टार्टिङ नै अनि हाम्रो पोडकास्टमा चाहिँ प्रश्न उत्तर टाइप्सको चाहिँ हुन्न। हामी चाहिँ रमाइलो हो है, घ्यासागुजुको यति रेडबुल सेडबुल नि हानिन्छ, कहिले केटाहरूसँग बोलिन्छ, यस्तो हो फ्री स्टाइल टाइप्सको हो। तर तपाईँहरू नहिचकाउनु कहिले हुन्छ। मलाई म क्यामेरा साई मलाई डर लाग्छ भन्ने त्यसको छँदै छैन हाम्रोमा। ढुक्क भएर आउनु हाम्रो लागि। हामी जस्ट लाइक मोस्टली मान्छेले पोडकास्ट गर्दा 1 घन्टा 1.5 घन्टा 2 घन्टा गर्छ जस्तो जान्दैन। हाम्रोमा त्यस्तो हुन्न। यु क्यान जति आफूले सक्छ त्यति भने 20 मिनटको पोडकास्ट इज अल्सो पोडकास्ट, 20 मिनट अल्सो पोडकास्ट गाइज। त्यही भएर फिल योर सेल्फ, मेक फ्री योर सेल्फ है, एकदम आफूलाई फ्री राख्नु। अनि आफूलाई इच्छा छ भने आउनु, रमाइलो कुराकानी गर्छौँ होइन। ओके सो कमन गाइज, अब कसैको पनि इभेन्ट बर्थडे पार्टीदेखि लिएर घाँचाको के बिहे वर्तमान सबै प्रोग्रामहरूको लागि फोटोग्राफीदेखि लिएर भिडियोग्राफी चाहियो भने चाहिँ यु क्यान कन्ट्याक्ट आवर टिम अर यु क्यान पर्सनली म्यासेज सबिन अर मनु बहिनी होइन। वी आर ब्रिङिङ समथिङ न्यू। ल गाइज आज हाम्रो पोडकास्ट चाहिँ भयो लगभग 1 घन्टाको, तर यो पोडकास्ट पब्लिस हुन्न होला किनभने अपशब्द धेरै बोलेको छ, लामो छ। यो चाहिँ अब हाम्रो साथीभाइ मात्र सेयर हुन्छ। अर्को टाइम अर्को फर्स्ट एपिसोड चाहिँ हामी विथ गेस्ट आउँछौँ एकदम प्रोफेसनल टाइप्सले। तर आज ओभरअल राम्रै भयो, विथआउट होमवर्क, विथआउट ल यस्तो छ है। ल गाइज थ्याङ्क यू फेरि पनि यतिसम्म मेरो भ्लग हेरिदिनु भएकोमा। पोडकास्ट पनि सकियो लगभग, पुरै एपिसोड पुरै चाहिँ आउँदैन, हल्का क्लिपहरू चाहिँ आउँछ होला पोडकास्टको। सो माया गरिदिनु ल पोडकास्टमा पनि। थ्याङ्क यू सो मच। अब चाहिँ घर जान लाग्यो, रातिको 7:30 बज्यो, गाह्रो।